नेपाल आर्मी बन्नको लागि चाहिने 10 वटा योग्यताहरू हेर्नुहोस् है त अन्तिमसम्म। अब ल चाहिने नम्बर 1 मा चाहिँ छ तपाईको उमेर एज 18 to 22 वर्ष है। नम्बर 2 मा छ तपाईको हाइट, केटालाई चाहिँ 5 फुट 2 इन्च, छोरी मान्छे केटीलाई 5 फुट भए पनि हुन्छ, यो चाहिँ केटाकेटी दुईटैलाई है। अब नम्बर 3 तपाईको एजुकेसन 8 पास भएको हुनु पर्यो, तर अफिसर भिड्नुहुन्छ भने 12 पास भएको हुनुपर्छ है। नम्बर 4 तपाईको वेट BMI अनुसार हुनु पर्यो है। नम्बर 5 तपाईको चेस्ट छाती 31 इन्च, 2 इन्च फुलाउनु पनि पर्छ अनि फुलाएर 33 इन्च। नम्बर 6 तपाईको रनिङ 600 मिटर रनिङ हुन्छ, त्यसलाई चाहिँ तपाईले 6 to 7 मिनेट भित्र पार गर्नुपर्छ, जति चाँडो गर्नुभयो त्यति राम्रो। नम्बर 7 पुसअप 35 to 45 1 मिनेट भित्र, जति धेरै गर्नुभयो त्यति राम्रो। नम्बर 8 सिटअप 30 to 40 1 मिनेट भित्र, जति धेरै गर्नुभयो त्यति राम्रो। नम्बर 9 पुलअप 8 to 12 हैन, तर जति धेरै गर्नुभयो त्यति राम्रो पनि है। अनि लास्ट बट नट लिस्ट तपाईको एजुकेसन मेडिकल डेन्टल फिट हुनु पर्यो। नेपाल आर्मी पनि असाध्यै राम्रो काम हो कि, प्राउडको पनि कुरा, छोरा मान्छे छोरी मान्छे सबैलाई खुल्छ। तपाईँ सबैलाई गुड लक। अनि कुनै प्रश्न भए कमेन्टमै गर्नु होला। लभ यु अल गाइज।